हेलो गुड मर्निङ गाइज सबैजनालाई नमस्ते। सबै सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज पनि म ड्युटी तयारी भएर ड्युटीको लागि हिँड्ने गाइज। तपाईँलाई मेरो भिडियो कस्तो लाग्छ के लाग्छ लाइक कमेन्ट र सेयर गर्न नबिर्सनु। सधैँ जस्तै तपाईँलाई मेरो रुमदेखि लिएर मेरो रेस्टुरेन्टसम्म बाटोमा जे जस्तो देखिन्छ त्यस्तै तपाईँलाई देखाउने प्रयास गर्नेछु गाइज। तपाईँ देख्न सक्नुहुन्छ एकदमै म लेमन ट्री होटलको नजिक पुगिसकेको छु गाइज। यो चाहिँ एकदमै लेमन ट्री होटलको नजिक भइहाल्यो। मैले रोड क्रस गर्दा सधैँ भन्दै गरेको छु गाइज, रोड क्रस गर्दा एकदमै ध्यानपूर्वक रोड क्रस गर्नु होला भनेर। अनि चाहिँ म चाहिँ एकदमै होटल नजिक पुग्नै आँटेको छु गाइज। तपाईँलाई मेरो भिडियो कस्तो लाग्छ के लाग्छ लाइक कमेन्ट र सब्सक्राइब गर्न नबिर्सनु होला गाइज। हेर्दै जानु होला तपाईँ। एकदमै यो चाहिँ यहाँनिर छोटो मन्दिर पनि छ। यो चाहिँ एकदमै मेन हाइवे भइहाल्यो गाइज। यो चाहिँ एकदमै कलेज एरिया भएर एकदमै ट्राफिक पनि ज्यादा हुन्छ गाइज। तपाईँ देख्न सक्नुहुन्छ एकदमै म चाहिँ रेस्टुरेन्टको नजिकै पुगिसकेको छु। बिहान एकदमै साफसफाइ हुन बाँकी थियो गाइज। एकदमै रेस्टुरेन्ट देख्न सक्नुहुन्छ। दिउँसो चाहिँ एकदमै टेबलहरू पनि ठिकै लागेको थिए, त्यो पनि तपाईँ देख्न सक्नुहुन्छ। एकदमै टेबलहरू थिए। अनि साँझ पख फेरि ब्रेकको लागि हिँड्ने गाइज। ब्रेकको लागि हिँडिसकेपछि तपाईँ देख्न सक्नुहुन्छ एकदमै तलपट्टि तपाईँले पन्जुली होटल या वेदिन्ता ग्रुपको होटल भइहाल्यो गाइज। अनि चाहिँ म एकैछिनपछि रुममा पुग्नेछु गाइज। अनि तपाईँ देख्न सक्नुहुन्छ यो बाटो भएर चाहिँ जान्छौँ हामी। त्यही भएर चाहिँ अब अलि तल गइसकेपछि हामी रुम नजिकै पुगिसकेका छौँ गाइज। रुममा पुग्न आँटेको छु म गाइज। यो चाहिँ हाम्रो रुमको बाहिरपट्टिको भ्यू भइहाल्यो। अनि साँझ पख फेरि तयारी भएर ड्युटीको लागि हिँडियो गाइज। तपाईँलाई मेरो भिडियो एकदमै लाइक गरिदिनु होला। तपाईँको एक लाइकले मलाई भिडियो बनाउने प्रोत्साहन हुनेछ भन्ने भन्न चाहन्छु। धन्यवाद, थ्याङ्क यू।